चाउरिसकेछ लाउरे ट्विन टावर नेपालको ट्विन टावर सुमन सर अरे सुमन सरले तिमीलाई दिस इज रातो फुल भेरी भेरी रातो भेरी भेरी रेड सो दिस इज रातो फुल किलाउ माया उहीतिर किलाउ मैतिर ए निरा नलाउ दुईतिर हेलो पिपल मेरो नाम सुनिमा राई हो हामी कहाँ छौँ भन अहिले हेटौडामा हामी अहिले हेटौडामा छौँ है म चाहिँ अहिले नङ काट्दै थिएँ हिजोको एक दिनको पुरा सफर हामी गरेर हामी हेटौडा आइपुग्यौँ हिजोको चाहिँ मैले भिडियो बनाउन पाइनँ किनकि म दिनभरि म सुति नै रहेको थिएँ गाडीमा अब आजदेखि चाहिँ हाम्रो भ्लग स्टार्ट हुन्छ र आज हाम्रो फर्स्ट सेकेन्ड र थर्ड सेमेस्टरको सिभिलको 7 दिनको टुर छ त्यो पुरै टुर चाहिँ हामी अब यसरी तपाईँहरूको अगाडि हामी चितवन लगायत पोखरासम्म पुग्ने चितवन पोखरा मलेखु सबै हामी भ्रमण गर्नेछौँ र तपाईँहरूलाई देखाउनेछौँ है यो चाहिँ हाम्रो रुम हो म अब रुमभित्र जाँदैछु रुमभित्र मस्त बसिरहेको छ है मान्छे हाम्रो रुम अब यस्तै छ बाहिर सुली पनि छ है सुली यो बाहिरभरि सुली नै सुली मात्र छ है बारदलीमा परेवा अघि हाम्रो रुमभित्र पनि छिराएको थियो क्या अनि त्यसपछि कराउँदै थिएछ अब हामी एकछिनमा खाना खान जान्छौँ अनि खाना गएर हामी आज सिमेन्ट फ्याक्ट्री घुम्न जान्छौँ अनि सिमेन्ट फ्याक्ट्री पनि म तपाईँहरूलाई देखाउँछु आज मेरो कपाल यस्तै छ अब यस्तै हो अन्डा जस्तो बाई बाई अब चाहिँ हामी जाँदैछौँ कहाँ जाँदैछौँ भन्दाखेरि सिमेन्ट फ्याक्ट्री जाँदैछौँ गाडीमा बस्छौँ हामी रेखा गाडीमा पछाडिसम्म छ है मान्छे अब हामी सिधै सिमेन्ट फ्याक्ट्री जान्छौँ त्यहाँनिर तपाईँहरूसँग भेट्नेछौँ फेरि हामी अहिले भर्खर झर्यौँ गाडीबाट यो हाम्रो दुईवटा गाडी हो अनि हामी सिमेन्ट फ्याक्ट्री आइपुग्यौँ सिमेन्ट फ्याक्ट्री ए यो है यो चाहिँ हो सरहरू जाँदै हुनुहुन्छ अगाडि मास्क पनि झिक्यौँ होला जेनजी यहाँ पनि जेनजी नो पोलिटिक्स भनेर लेखिरहेको रहेछ है यसो गर्न मिल्दैन फ्लिप गर्न मिल्दैन उता जेनजी नो पोलिटिक्स अरे क्या अब त पर्मिसन सायद माग्नु पर्ने होला मान्छेहरू त्यो दुइटा हाम्रो यो दुइटा हाम्रो गाडी ए यो त होइन ए यो र यो चाहिँ यो र यो अब फर्किने यति हेरेर भित्र छ होला के अब यो चाहिँ हामी सिमेन्ट फ्याक्ट्रीको भित्र है अब भित्र चाहिँ फोटो भिडियो खिच्न पाइन्छ पाइँदैन त्यो कारणले गर्दा बाहिरको चाहिँ एकपटक म सर गरिहाल्छु हाम्रो कलेजको स्टुडेन्टहरू हो एक राउन्ड भरे कराउनु त हुन्न नि फेरि मैले भिडियो खिचेको भनेर अलिअलि गरिहाल्छु यतातिर पनि छ हो त्यतातिर पनि छ ल परबाट देखेको यहाँ यस्तो रहेछ है के हो त्यो गमला जस्तो पानी जस्तो छ परसम्म एरिया त ठुलो रहेछ यता पनि छ हो कति ठुलो देखेको त्यो अग्लो न अग्लो टिनको हो त्यो त्यो हेर्नु न त्यहाँ आमामा ओ हो त पर कति अग्लो अग्लो देखे कति अग्लो अग्लो देखेको हेर नि तिनीहरू त्यो बिल्डिङहरू क्या फ्याक्ट्रीको त्यो टिनको यहाँको पनि कति रुख जत्रै देख्न आँटिसकेँ मैले त्यतातिर गयो ए हो बिल्डिङहरू होला फ्याक्ट्रीको केही तर कति अग्लो अग्लो छ ओ माई गॉड हे रेखिया
2 girls under an umbrella. Yes, that's all now. गाबा देखाउनु त यो बिल्डिङहरु चाहिँ मलाई दामी लाग्यो के यत्रो यत्रो बिल्डिङ त मैले देखेकै थिइनँ फ्याक्ट्री त्यो ट्विन टावरको यस्तो बीचमा त हिँड्ने ठाउँ हुँदैन त्यस्तै हो यहाँ ट्विन टावर नेपालको ट्विन टावर नेपालको ट्विन टावर है यो चाहिँ यो अघिको ट्विन टावर ओ यहाँ पर पनि रहेछ ए कत्रो छ कत्रो एरिया त है अब पछाडि कलेक्ट हुन जान्छ भने कलेक्ट हुन के भन्दै हुँदो रहेछ त्यहाँनिर लेट्स गो अम्मा यो पछाडिको चाहिँ मजाले देखाउनु पर्ने रहेछ क्या लु सर्वप्रथम त मेरो नाम सबिन शर्मा है म यहाँको माइनिङ जियोलजिस्ट लगभग 7-8 वर्ष भयो चाहिँ परमानेन्ट जस्तो होङसीहरू भनेको एकदम ठुलो लार्ज क्यापेसिटीको फ्याक्ट्री भयो नि यो फ्याक्ट्री चाहिँ ठुलो छ फिजिकल्ली ठुलो छ यसको क्यापेसिटी चाहिँ सानो छ तर सिमेन्ट बन्ने प्रोसेस चाहिँ एउटै हो है सबैमा एउटै हुन्छ मानौ कुनैमा चाहिँ यो साइलो एउटा होला अथवा अलि सानो साइलो होला यसमा चाहिँ दुईवटा साइलो होला एउटा पार्टमा दुईटा साइलो अर्को पार्टमा अर्को दुईटा साइलो यसरी धेरै स्ट्रक्चर नै धेरै ठुलो छ अब यस्तो स्ट्रक्चर हुँदाखेरि यो हुन त इन्जिनियरिङ डिजाइनबाटै बनायो सजिलो होस् कुन यस्तो भइसक्यो यो मतलब अब अघि नै भन्नुभयो फिलहाल चाहिँ धेरै पुरानो भइसक्यो अनि बन्द पनि हुन सक्छ भन्ने टाइपको भन्नुहुँदै थियो फ्याक्ट्री धेरै पुरानो भइसक्यो पुरै पत्थरबाट कुटेको ढुङ्गा भनेको थियो है त्यो ढुङ्गा चाहिँ यहाँ हपरमा हाल्छ यहाँबाट यो बेल्ट हुँदै हुँदै यो 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 उसमा बेल्ट छ है बेल्ट हुँदै कुट्दै कुट्दै त्यहाँले गएर कुट्छ कुट्दै कुट्दै गएर उतातिर उतारी ठुलो हल जस्तो देखिया छ यहाँ गएर डम्प गर्छ अघिबाट त्यो आउने क्रसर यही होला कोल जस्तो के कोइला जस्तो कस्तो भइसकेको छ यो पुरै मरम्मतको आवश्यकता चाहिएको त्यो क्रसरबाट आउने चाहिँ यहाँभित्र अर्को प्रोसेस हुन्छ यहाँभित्र ओहो यहाँ कत्रो हलो यो हो स्टेडियम जस्तो के स्टेडियम जस्तो देख्दो रहेछ आम्मामामा कत्रो हो त यो स्पेस यहाँ त के खेल्न मिल्छ बापरे स्टेडियम बनाउन मिल्ने टाइपको होमोजिनियस बनाएर चाहिँ के गर्छ भन्दाखेरि उतातिर प्लान्टतिर चाहिँ के गर्छ लान्छ है यो मेसिनले चाहिँ यहाँनिर कन्भेयर छ एउटा फेरि अन्डरग्राउन्डमा त्यो कन्भेयरले उता फ्याक्ट्रीतिर लान्छ है यो हो पहाड ए यताबाट निस्किने बाटो रहेछ लु तर यहाँ धेरै धुलो रहेछ म त खसखस खसखस हुन थाल्यो चलेको छैन र पनि यस्तो धुलो अब हामी बाहिर निस्किन्छौँ त्यहाँबाट यसरी निस्किने रहेछ लु यहाँबाट अब अर्को ठाउँमा जङ्गलै भइसकेको रहेछ यहाँनिर त ल रेखाको अर्को भिडियो बनाइदिनु पर्यो रे यहाँनिर पर्यो रे
भरे आउँदा आउँदै हुन्छ होला त देखिन्छ होला त्यो त यहाँ पनि छ फेरि हामी अर्को डिब्बामा जाँदैछौँ एउटा डिब्बाबाट अर्को डिब्बा स्टेडियमबाट अर्को घर टिनको घर हो यो वाह अब त अर्को ठाउँबाट यहाँ आउने रहेछ क्या यहाँ चाहिँ के हो रातो माटो जस्तो देखिरहेछ स्पेस त के नै भन्नु यहाँनिर कति मान्छेको घरहरू छ यो अब फेरि अर्को डिब्बामा जान्छौँ हामी नेक्स्ट डिब्बा त्यहाँबाट आयौँ अब हामी यता जाँदैछौँ घरि घाम घरि छाया त्यहाँ चिसो थियो यहाँ फेरि घाम छ फेरि गर्मी हुँदैछ घामले पोल्दैछ तर यो पुरानो देखियो पनि पुरानै रहेछ 2033मा इस्टाब्लिस भएको अरे अनि त्यो अनुसार फलामहरूको क्वालिटीहरू राम्रो भएर 50 इयर्ससम्म नि के भएको छैन भन्दै थियो स्ट्रक्चर्सहरू 50 साल अगाडिको अरे यिनीहरू कति 43 ए 33 83 त हुनै आँटो 40 भन्दा बढी भइसक्यो नि सुमन सर अहिले सुमन सरले तिमीलाई जता हेऱ्यो त्यतै स्टेडियम यत्रो एरियामा के बन्न सक्छ सिमेन्ट फ्याक्ट्री बन्न सक्छ कबुतरको घर ओफ के गनायो है त्यहाँनिर ठ्याक्कै के गनायो उफ के छ यहाँ क्या है इधर ओह बल ग्राइन्डिङ मिल भन्छ नि हामीले हैन ग्राइन्डिङ मिल भनेर पढाएको थियो नि यो चाहिँ त्यहाँ भित्र हुने हुन्छ फोटोहरु खिच्नु है ग्रुपमा रिपोर्टमा हाल्न काम लाग्छ कस्तो भइसकेको छ दिज आर बल यो चाहिँ त्यहाँ भित्र हुन्छ अरे सन्तान बनाउनको लागि भरेको हालेको ए साइलो यहाँ स्टोर गर्ने हो दिस इज आमा यसो भिडियोबाट यसो लिँदा हुन्छ के यो यसो अट्नु नै पर्यो नि यो साइलो टेक्निकल बिल्डिङ हो टेक्निकल इन्जिनियरहरू बस्ने बिल्डिङहरू यो साइडमा छ है त वाट इज दिस दिस भेरी बिग के हो त्यो माथि चाहिँ यत्रो ठुलो धुवा फाल्ने होला सायद त्यो एरिया कति ठुलो फेरि त्यस्तै अब फेरि के भन्नुहुन्छ होला फेरि सुन्नु पर्यो नि किल अनि त्यसपछि अघि इट्टाको कुरा गरेको थिएँ है अघि इट्टाको कुरा गरेको थिएँ जुन चाहिँ जसको मेल्टिङ पोइन्ट चाहिँ धेरै भएको इट्टा छ अल्मुनियमको ब्रिकहरू अथवा म्याग्नेसाइटको ब्रिकहरू हुन्छ हो त्यो ब्रिकहरू यसैको भित्रतिर लाइनिङ गरेर लगाएको हुन्छ है ऊ त्यहाँ पनि राखिरहेको छ है यो एल्मुनियमको ब्रिक हो है त्यो क्लिङ्करहरूलाई चाहिँ के गर्छ स्टक गर्छ उतातिर ऊ त्यो दुईवटा साइलोमा गएर क्लिङ्करहरू उतातिरका दुईवटा साइलो छ त्यहाँ गएर त्यो बनेको क्लिङ्कर चाहिँ स्टक हुन्छ है त अनि यो मुनिबाट यो उक्किएको हो कि यस्तै नै बनाएको हो यो मतलब यो यस्तै नै बनाएको हो कि यो पछिबाट उक्किया हो कि के हो यो ढुङ्गाको मुनिबाट निस्केको जस्तो फाउन्डेसन नै वाट इज द्याट This is clinker.
This is clearly खै त लो कस्तो क्लियरली नदेखाओ इसको फोकस करो कैमरामैन इधर फोकस करो झन् सेडिमेन्ट्री टाइपको हुँदो रहेछ नि यो दुईटा साइलोमा यो क्लिङ्करहरू स्टक बस्छ है यहाँ खसेको यो गोलो गोलो देखिरहेको छ त्यो क्लिङ्करहरू है खसेको क्लिङ्करहरू हो यस्तोलाई चाहिँ क्लिङ्कर भन्यो हामी घुमेर अघिको आइफिल टावरमा आइपुग्यौँ अब चाहिँ ए आइफिल टावर अरे ट्विन टावरमा सिमेन्ट मिल अब यहाँ सिमेन्ट मिल चाहिँ अघिको बल मिल जस्तो छ भन्नुहुन्थ्यो ओ रे 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 जुन कुनै सिमेन्ट फ्याक्ट्रीमा जानुभयो भने बन्ने प्रोसेस यही नै है यही प्रोसेस हुन्छ यही प्रोसेसबाटै बन्ने भएको भएर यही सिमेन्टको अब यसका स्ट्रक्चरहरू सिभिल स्ट्रक्चर मेकानिकल यो अघिको केटली जस्तो हामी एक राउन्ड लगाएर आयौँ अघिको केटली जस्तो देखिएको यहाँ रहेछ हामी त्यो ठाउँमा अब यहाँ हामी फोटो सेसन गर्छौँ के हो यो स्नेल पनि रहेछ यहाँ तर यो मरिसकेको जस्तो छ सायद यो सुकिसकेको छ यो मरिसकेको जस्तो छ सो सरी आरआइपी हियर इज रेखा दिस इज रातो फुल भेरी भेरी रातो भेरी भेरी रेड सो दिस इज रातो फुल लालुपात ए त्यो हो लालुपाते लु यो भुइँतिर भन्ने किलाउ माया उहीतिर किलाउ मैतिर ए निरा नलाउ दुईतिर लाउरे म त सुल्टिन छुट्टीमा आएको फुलहरू चाहिँ अब पुरै उनी भइसकेछ कुन हौ ए चाउरिसकेछ लाउरे हाम्रोतिर लाउरे फुल भन्छ त्यो ओरेन्ज टाइपको डालिया बुढी यो फुल राम्रो लाग्यो मलाई त पिङ्की बट नाइस सिमेन्ट फ्याक्ट्री अब यति नै हो हाम्रो अब हामी गेटबाट बाहिर निस्किँदै छौँ अब गाडीतिर जाने अब सायद पार्कै जाने होला अस्तिकै पार्क जाने होला सायद हामी वाइलेटाइङ